गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पनि है। रुको जरा सबर करो। ननाच्नेलाई मासु पुलाउ छैन भनेपछि जस्तो परिस्थितिमा पनि नाच्नै पर्यो। जन्तीहरू सबै हावाहुरीले उडाएर यति मात्र बाँकी रहेको जस्तो छ। पैसा तिरेर बजाएको बाजा पो हो त, भुइँचालो नै आए नि फरक पर्दैन, नाच्न छोड्ने होइन। तिरपाल चाहिँ बाजाको तालमा अनि मान्छेहरू चाहिँ हावाको तालमा नाचिरहेछन्। नाच्न नै पर्दैन, हावाले नचाइदिन्छ, कति सुविधा रहेछ। धन्न म जस्तो पातलो मान्छे रहेनछ, नत्र चङ्गा उडै जस्तो उड्ने रहेछ। यस्तै भिडियो हेर्नलाई फन्नी कमेन्ट रिडरलाई फलो गर्नुहोस्।